हाम्रो प्रोजेक्ट जिएसएम बेस हो, डिजिटल होम अटोमेसन सिस्टम। यसमा चाहिँ के हुन्छ भने हामीले जिएसएम फर्स्टमा जिएसएम मोड्युललाई एक्टिभ गर्नको लागि चाहिँ एक्टिभ छ कि छैन भनेर हामीले सिम हालिसकेका छौँ। एक्टिभ गर्नको लागि यसमा कल गर्नुपर्छ। कल गर्दाखेरि यहाँ इन्डिकेटर गर्छ, गर्ने मोबाइलबाट गयो कल भयो, इन्डिकेटर छ, इन्डिकेटर बल्छ। अनि त्यसपछि गएर यसमा कल गर्दाखेरि चाहिँ हामीले ग्राउन्ड तीनवटा माइक्रो कन्ट्रोलर र यसमा चाहिँ तीनवटा जोडेको हुन्छ, टिएक्स आरएक्स र ग्राउन्ड। ग्राउन्ड अलवेज कमन गर्नुपर्छ, टिएक्स आरएक्समा जोड्नुपर्छ र कहिले पनि कल चेक गर्दाखेरि टिएक्स आरएक्समा चेक गर्नु, टिएक्स आरएक्स राखेर चेक गर्नु हुँदैन। र हामी यहाँ टिएक्स आरएक्स ग्राउन्ड कनेक्सन गर्दैछौँ। ल यसको सिग्नालिङ फेरि यता आएको छ, सिग्नालिङ यता आएको छ। यो जिएसएम सिस्टम भयो। त्यसपछि गएर कलिङ भयो। अब हाम्रो प्रोजेक्ट अर्को हेरौँ। यता वाटर लेभल इन्डिकेसन सिस्टम छ। यो चाहिँ अब एक ग्लासमा पानी छ, यसमा 4वटा पोजिसन राखेका छौँ हामीले। र अब यदि लो लेभलमा छ भने इन्डिकेटर बल्यो, के अरे पानी छ भन्ने भयो। जब लास्ट कन्डिसनमा आउँछ तब मात्र हाम्रो अलार्म बज्छ र हामीलाई चाहिँ म्यासेज जान्छ। ल अलार्म बज्यो, अब हेर्नुहोस् हाम्रो मोबाइलमा म्यासेज आउँछ, वाटर लेभल फुल छ भन्ने म्यासेज आउँछ है त। अब वाटर लेभल फुल छ भन्ने म्यासेज आउँछ र जसको लागि चाहिँ हामीले WF भनेर कम्प्युटरमा प्रोग्रामिङ गर्दाखेरि दिएका छौँ। WF म्यासेज नेटवर्कको प्रब्लमले गर्दाखेरि अलिक ढिला भइरहेछ, आउनु पर्ने हो। ल यसमा म्यासेज आयो। अब फेरि अर्को भिजिटर काउन्टरको लागि कुरा गरौँ। भिजिटर काउन्टर भनेको चाहिँ हाम्रो एक साइडमा सेन्सर राखेका हुन्छौँ र अर्को साइडमा लेजर राखेका हुन्छौँ। हामीले लेजर कता पऱ्यो फेरि हाम्रो लेजर राखेका हुन्छौँ। ल लेजर र सेन्सरसँग टच हुने गरी हामीले बनाएर राखेका हुन्छौँ। लेजरको लाइट सेन्सरसँग मिल्ने गरेर बनाएर राखेका हुन्छौँ। र यदि यो बिचमा चाहिँ त्यहाँ लाइट परिरहँदाखेरि इन्डिकेटर बलिराखेको हुन्छ। र इन्डिकेटर बलिरहेको हुन्छ। यदि लाइट नपर्नु भने मान्छे क्रस गर्नु, मैले अफ गर्दाखेरि इन्डिकेटर बल्यो, अफ भयो। ल अब मेरो मोबाइलमा म्यासेज आउँछ भिजिटर काउन्टर अनि मान्छे गयो भनेर, अथवा मेरो घरमा कोही अथवा कुनै ठाउँमा चाहिँ भयो इन्ट्री गर्यो भनेर चाहिँ म्यासेज आउँछ। भिजिटर काउन्टर इन्ट्री गर्यो भनेर म्यासेज आउँछ। सिग्नालिङ यता कन्डिसनले ल यता म्यासेज आयो, मोबाइलमा म्यासेज आयो। ल अब यही छ नेपालको नेटवर्कको प्रब्लम। ऐनैदेखि आइराखेको थियो ल है, सुनिल गोदार भन्ने नम्बरबाट हामीले 3वटा चेक गऱ्यौँ, 3वटा आइराखेको छ। अब ग्यास चाहिँ अहिले हाम्रो यहाँ छैन। ग्यासको चाहिँ फङ्सन कस्तो हुन्छ भने प्रिसेट छ। यो प्रिसेटले ग्यास चाहिँ कस्तो अनुसारको कन्डिसन अनुसार यसलाई भ्यारी गर्न सकिन्छ। भ्यारी गरेर त्यसपछि गएर प्रिसेट छ, प्रिसेटले सिम्पल प्रिसेटले भ्यारी गर्न सकिन्छ। यो एलपिजी ग्यास युज गरेर छ। एलपिजी ग्यासको कुनै पनि लिकेजहरू छ भने हामीलाई चाहिँ म्यासेज जान्छ, हामीलाई यसबाट म्यासेज जान्छ। र अर्को भनेको लाइट छ। यदि हाम्रो चाहिँ लाइट चाहिँ अननेसेसरी टाइम्समा पनि डे टाइममा पनि बलिरहेको छ भने यो चाहिँ के अरे हामीलाई म्यासेज जान्छ। ल मैले अब यहाँ छोपेँ भने ल
ल लगभग यति नै हो हाम्रो प्रोजेक्ट। 6वटा सेन्सर छ, 6वटा सेन्सरमा लाइट मिलेन। अनि त्यसपछि गएर अब फ्यान कन्ट्रोलको लागि पनि यही टर्मिनलबाट फ्यान कन्ट्रोलको लागि बनाउन सकिन्छ।